स्वागत छ तपाईहरुलाई हाम्रो साथीको नयाँ भ्लगमा है। हाम्रो हजुरलाई मेरो प्रोग्राममा स्वागत छ। सर्वप्रथम चाहिँ कोनिचिवा सरोजु सर यस्तै भन्नुमा दाइ ओए ल फेरि गर त फेरि गर न ओए ल ल ल ल ठिक छ दाइलाई यतिको त दिनु पर्यो नि। यस्तै गर के तिमी यस्तै गर। यानको त्यही उ गरेर भनेको थियो कि त्यो 5 लेसनको उहाँ चाहिँ हुनुहुन्छ इन्टरनेसनल छोरी होइन। कोनिचिवा गर न कस्तो नमस्ते हो र। ल ठिक छ दाइलाई रेस्पेक्ट सबैले गर्छ के। हाम्रो क्लासमा चाहिँ सिचिरेसिमास उहाँहरू हुनुहुन्छ हाम्रो बङ्गलादेशको जिन दुइटैले एकै ठाउँमा गएर कपाल काटेर आउनु भएको अरे। अनि हजुरको जापानको लाइफ कस्तो ए भाइ साहब दो देश का क्या तुम खुश हो या दुख हो? नहीं नहीं कमाई कैसा हो रहा है? अर्को अजुबा पनि आइसकेका छन् ल है। स्वागत छ तपाईहरुलाई हाम्रो साथीको नयाँ भ्लगमा है। हाम्रो दिनको सुरुवात चाहिँ मिठास भएको शब्दहरुसँग सुरुवात गर्नुमा हार्दिक अनुरोध गर्दछु। तपाईहरुले कृपया छाडा नबोल्नु होला र अरूले बोलेको पनि नसुन्नु होला यदि कसैले बोल्छ भने। र साथीहरू म चाहिँ अब पार्ट टाइम स्टुडेन्ट र फुल टाइम भ्लगर हुँदैछु है। त्यही भएर भ्लगर चाहिँ भ्लग राम्रोसँग हेरिदिनु होला। अर्कोले फेरि मेरै भिडियो बनाएर बस्यो यार। इन्टरभ्यू दिन सक्नुहुन्छ? हजुरलाई मेरो प्रोग्राममा स्वागत छ। सर्वप्रथम चाहिँ ल माइक समात्नुहोस् ल। धन्यवाद दिदी सर। ल यो चाहिँ मेरो अनि हजुरको जापानको लाइफ चाहिँ कस्तो चलिरहेको छ? कति आयो जापान आएको? कति भयो जापान आएको? अनि काम के कस्तो गर्दै हुनुहुन्छ? आम्दानी कस्तो भएको छ? सबै प्रश्न पारिदिनु। जापान इज बेस्ट फर मी है। एकदम किनभने मलाई एकदम पिस रिलेटेड मान्छे हो। मलाई एकदम मन परिरहेको छ जापान। सबले भन्छ गाह्रो छ मलाई चाहिँ एकदम ठिक लाग्छ। काम गर्ने टक्क खाने पढ्ने सुत्ने रेगुलेसनमा लाइफ छ। आफूलाई टक्क इन्जोय गर्न मन लाग्नेलाई इन्जोय गर्ने घुम्ने जाने खाने सुत्ने एकदम बेस्ट छ साथीहरू। यहाँ जापान को नआऊ भन्दा जसले 20 लाख नै ऋण लिएर घरबाट आउँछ त्यो मान्छे नआऊ। त्यो मान्छे किन नआऊ भन्दा यहाँ आएर काम गरेर ब्याज गर्छु। हजुरले चाहिँ कति चाहिँ ऋण लिएर यहाँ सबै आफ्नो प्यारेन्ट्सबाट हालेर आउनु भएको? मेरो लगभग 100 पैसा नै आफ्नो प्यारेन्ट्सबाटै हालेको हो। त्यही भएर मलाई गाह्रो भएको छैन। किन भन्दा अब मैले घर पैसा पठाउनु पर्दैन। मैले 2 वर्ष चाहिँ भनिरहेको छु कि फ्यामिलीलाई म पैसा पठाउनु नगर। 2 वर्ष अब पैसा पठाउन सक्दिनँ भनेर आएको पहिलेबाट। अनि त्यही भएर मलाई त्यस्तो गाह्रो भएको छैन। तर भर्खरै आएको 2 महिना 3 महिना त भएको छ। अब पछि गएको फी हाल्ने यता त्यता गर्दा गाह्रो हुने होला। ठिक छ चल्छ लाइफ। सबले गरिरहेछ। ऊ कामना सालले पनि गरिरहेछ, सङ्गीत सालले पनि गरिरहेछ। हजुर कुरा ठिक छ तर यो सिरियस भएर पनि अलिक कमेडी वेमा लिएछ दिनु पऱ्यो है। होइन कुनै कुरा सिरियस लगाएर भन्दा पनि ल आज जापानिजमा गरौँ ल। जापानिजमा इन्टरभ्यू। कोनिचिवा सरोजु सान। कोनिचिवा। ओहायो गोजाइमासु। आनाता नो निहोन नो सेउखाचु वा दौ देश का? 日本の生活はとっても楽しいです。毎日ちょっとके भन्छ अरे त्यो म जेउछु देश चाहिँ म यस कक्षाको अर्को व्यक्तिसँग इन्टरभ्यू लिन जाँदैछु यस भ्लगमा होइन। हजुर कृपया अन्त्यसम्म रहिदिनु होला। उहाँ हुनुहुन्छ हाम्रो सम्झना सान तर उहाँको इन्टरभ्यू भने पछि लिन्छु। तपाईँ उता जानु सक्छ। हजुरलाई मेरो यस इन्टरभ्यूमा स्वागत छ है। यस प्रोग्राममा स्वागत छ। मेरै पेन दिएर मलाई अभिनन्दन। अब महँग पेन छैन नि त। म खासमा फुल टाइम भ्लगर पार्ट टाइम स्टुडेन्ट हो। त्यही भएर यस्तो भनेपछि अनि उसकै पेन दिएर आज चाहिँ इन्टरभ्यू चाहिँ जापानिजमा हुन गइरहेको छ। कोनिचिवा सायोनारा। कोनिचिवा सायोनारा। अनि हजुरको
जापानको लाइफ कस्तो चलिरहेको छ, के तपाईँ खुसी हुनुहुन्छ कि दुःखी हुनुहुन्छ, जनता जान्न चाहन्छ। सामिसी देशका ओमुसिरुई देश जापानिजमा लिनु भन्नु सामिसी भन्ने चाहिँ लोन्ली एकदम एक्लोपनमा डुबिरहेको मान्छे हो म। तर हजुरको कुरा सुन्दा हजुरलाई एउटा होइन दुईवटा राम्री गर्लफ्रेन्डको आवश्यक छ जस्तो लाग्छ मलाई। के म सही छु? दुईटाले मात्रै पुग्ने भयो त्यो जिन्दगीमा गाह्रो छ नि। यसो अलिकति बढाउनु पर्यो, नम्बर भ्यालु यसरी बढाउनु पर्यो। एउटा नभएको दुईवटा हुनु भनेको त ठुलो कुरा हो नि। अहिले एउटा पनि छैन, अब पछि दुईवटा हुनु भनेको राम्रो कुरा होइन। उहाँ आउनु भएको छ, त्यो त ठिक हो कि, तर एउटै नहुँदा हुँदै त यस्तो गाह्रो छ भने चाहिँ एकैचोटि 4-5वटा गऱ्यो भने चाहिँ आनन्द होला भन्ने मलाई। एउटा चाहिँ भाँडा माझ्नलाई, एउटा लुगा धोइदिनलाई, एउटा यसो कामबाट आउँदाखेरि खाना पकाएर राखिदिनलाई। को लागि हजुरलाई धेरै धेरै मनदेखि धन्यवाद दिन चाहन्छु है। धेरै कुरा गऱ्यो भने लामो हुन्छ भ्लग, फेरि मेरो मोबाइलमा स्टोरेज पनि छैन है, गाह्रो छ मलाई। ल धन्यवाद है त हजुरलाई। सायोनारा कोनिचिवा, आशीर्वाद गोजाइमास। अब समय छोटो समय दिनुभयो तपाईँले, त्यसको लागि चाहिँ म तपाईँको एकदम मनैदेखि नै आभारी छु एकदम धन्यवाद, धेरै धेरै धन्यवाद, आरिगातो गोजाइमास। तर तपाईँले त्यसरी धन्यवाद भन्दै चाहिँ यसो 4-5वटा गर्लफ्रेन्ड ल्याएर दिएको भए चाहिँ हल्का सुहाउँथ्यो मलाई। कस्तो गरिब भयो यार, कस्तो गरिब भयो यार, हेर न यस्तो गरिब भयो जापानमा। मोबाइल रिपेयरिङ 120 वर्ष चार्ज गर्नु कस्तो कति आएर आउँछ देखा त बाबु देखा कति छ। अनि यता त झन् धेरै गरिब नि त फेरि। म सबैवाला अघि भने भन न। भोलि कप ल्याउने, दुध ल्याउने, अनि कफी ल्याउने, ऊ त्यहाँ ओभन छ, ओभन देखाइदियो भाइ। अनि त्यहाँ तताएर ल्याम्पी हान्ने कि। ल ठिक छ। कस्तो छ अझै चाहिँ मेरो स्पोन्सरसिप पनि फेरि थाहा नि। 20 रुपियाँ स्पोन्सर 20 रुपियाँ पनि ठुलो आगे छिटो अहिले म्याम ढिला भयो। कति बजी सुबास हेर त घडी। साझा खाएर बलियो भएर पन्जा लडाइँ खेल्न आएको छ मेरो भाइ नरेश भाइ। ल फाइनल्ली नरेशले जितेर नाम रोसन गरेको छ हाम्रो देशको। अर्को है त उयो ल फेरि जित्यो है। ल है त आजको भ्लग चाहिँ यति नै हो। थ्याङ्क यू फर वाचिङ। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद। सी यु इन द नेक्स्ट भ्लग।